सङ्कटको समयमा राज्यको शक्ति लाठीमा होइन, संयम, संवाद र अभिभावकत्वमा हुनुपर्दछ। तर यहाँ कस्तो देखियो भने माइतीघर मण्डलामा दुईटा समूह अहिले पनि उहाँहरू त्यहाँ बसिराख्नु भएको छ। उहाँ आफ्नो अभियानमा, आफ्नो मुद्दामा अडिएर त्यहाँ बसिराख्नु भएको छ। एउटा भनेको चिकित्सकहरूको आन्दोलन हो। आज पनि माइतीघरमा चिकित्सकहरू उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा हुनुहुन्छ। उहाँहरू लामो समयदेखि त्यहाँ बसिराख्नु भएको छ। सरकारको ध्यान म त्यहाँ जाओस् भन्ने म आग्रह गर्न चाहन्छु। नेपाल मेडिकल काउन्सिलले नेपालमा वर्षेनी दर्ता हुने चिकित्सकको सङ्ख्याभन्दा धेरै चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको चिन्ताजनक अवस्था पनि सार्वजनिक गरेको छ। चिकित्सकहरू देश छोड्न चाहनुको कारण केवल विदेशको आकर्षण होइन, न्यून पारिश्रमिक र लामो र अमानवीय कार्य घण्टा, विधाको अभाव, रोजगारीको अनिश्चितता तथा श्रम शोषण प्रमुख कारण हो भनेर उहाँले बताउनु भएको छ। 4.5 वर्षको कठिन अध्ययन पूरा गरेका इन्टर्न चिकित्सकलाई केही निजी मेडिकल कलेजले अत्यन्त न्यून भत्ता दिएर पूर्णकालीन काम गराइरहेका पनि छन् भन्ने उहाँले भन्नुभएको छ। आवासीय चिकित्सकले लगातार 36 देखि 60 घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था पनि छ भनेर भन्नुभएको छ। एकातिर बिरामी सरकारी अस्पतालमा सेवा लिन लामो लाइन बस्न बाध्य हुनुभएको छ, अर्कोतिर विशेषज्ञ चिकित्सकले काम पाउन सकिरहेका छैनन्। यो जनशक्तिको अभाव मात्र होइन, व्यवस्थापन र पूर्वाधारको असफलता पनि हो। त्यसैले यी माग फेरि म यहाँ दोहोऱ्याउन चाहन्छु, म ध्यान आकर्षण गराउन चाहन्छु, यी माग पुराना भने यो के भन्छ नयाँ भन्ने पक्कै पनि होइन।